प्रदीप जोशीको कुरा गर्दा ऊ भेली साइकल भन्ने पनि चढ्थ्यो होइन कारमा चढ्छ अहिले अब उसको तिनवटा बाइक थियो एउटा बाउलाई पनि बाइक गिफ्ट दिदियो है उसको दुईवटा आफ्नो छ बाइक एउटा भृति एउटा डट बाइक अनि अर्को एउटा गाडी छ अनि उसले उसको भाइले पनि भ्लग बनाउँदो रहेछ मैले हेरेँ होइन राम्रै छ भाइ छ पवन जोशी भन्ने रहेछ पवन जोशी नाम त्यही थाहा छ होइन भ्लग बनाउँदो रहेछ राम्रो छ होइन किनकि अब दाइको पेसा हो त्यो पहिलाको भाइले गर्यो दाइबाट सिक्यो दाइले पनि सपोर्ट गर्यो दाइले चाहिँ होइन आफ्नो भाइलाई पनि गलत ठाउँमा नराखोस् आफ्नै पेसामा होइन म त्यसलाई के सिकाएर राख्ने म जति लेभलमा राख्नु भन्ने ज्ञान दिन्छ कि आफ्नो हो सही कुरो गर्यो हो अब त्यही भन्न चाहन्छु कि होइन अब एकैचोटि जन्मिने बित्तिकै त कोही पनि मुनाहरू करपति हुँदैन नि त साथी त्यो भनेको त अब यस्तो कर्म हो कि कर्म गयो फल पाइन्छ त्यो भनेको यस्तो अब म पनि अब जस्तै अब धनबाबु छोरामा अब धनबाबु काखमा म पनि पा भए त म अहिले म यहाँ हुन्थेँ त त्यही त म त कहाँ पो हुन्थ्यो अमेरिकातिर हुन्थ्यो नि साथी त त्यही त अनि अहिले अब मिडल क्लास हुँदै म अब हात खानु भएन अब हामीले के काम गर्छौँ भने त्यो कामलाई अब अझै अघि बढाइदिउँ होइन अगाडि कसरी लाने भन्ने कसरी लाने कसरी राम्रो गर्ने त्यो ट्र्याकतिर हिँड्नु पऱ्यो कि